नमस्ते, के छ हाल खबर सन्चै? म चाहिँ आरामै सन्चै छु। हजुर पनि आशा छ सन्चै आराम हुनुहुन्छ भन्ने। गाइस, यतिखेर चाहिँ हाम्रो मोबाइलमा अथवा घडीमा 2:30 भइसकेको छ। आज अलिकति ढिलो छु गाइस है, किनभने हल्का राति अनिदो भइएको थियो। सो ढिलो उठ्ने बित्तिकै खाना खाएर यताउता गरेर अलिअलि अनि अहिले चाहिँ फ्री भएको बेलामा म चाहिँ जाँदैछु बाइक सफा गर्न। गाइस, मेरो बाइक धुने भएको थियो। सो म चाहिँ अब जाँदैछु बाइक धुन। तपाईँहरू देख्न सक्नुहुन्छ है। सो गाइज, मैले चाहिँ बाइक धोइसकेँ। तपाईँहरू देख्न सक्नुहुन्छ टलक्क टल्केको छ बाइक है। आँखै झिल्मिल पार्दै आएको छ। गाइज, तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ आजको मौसम क्लियर छ है। हिजो र आज घाम लागेको छ। चाहिँ हाम्रो सानो घर उस्तै, यो मेरो माइलो बुवाको घर, यो चाहिँ मेरो घर, यताको चाहिँ मेरो कान्छो अङ्कलको घर। हजुरहरू देख्न सक्नुहुन्छ गाइज है। यो चाहिँ मेरो बाइक। गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी मेरो माइलो बुवाको बारीमा छौँ होइन। तपाईँले होइन, भिडियोमा मुला गोड्न आएको गाइस होइन। हामी चाहिँ माइलो बुवाको बारीमा। हेलो गाइज एन्ड गुरुज, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ मेरो माइलो बुवा, मेरो माइली आमा अनि हामी चाहिँ मुला गोड्न आएको। मुला फेरि तोरी बारीको बिचबिचमा रहेछ होइन। कति सफा मौसम हो। आहा, बाँध्यो राम। तपाईँ देख्न सक्नुहुन्छ है, सरहरू, म्यामहरू, गाइजहरू, गुरुजहरू, यो चाहिँ मुला हो है। हाम्रो बारीमा फलेको मुला, हाम्रै करेसा बारीमा अर्ग्यानिक तरिकाले फलेको मुला। खाने आउनुला ल, खाने भए पनि नआउनु होला, खाने भए पनि नआउनु होला। चोरेर खाइदिनु भयो थाक्ले डाँडाको बारीमा। केही भन्न चाहनुहुन्छ? आधा उता त मुला चोरेर खाइदिनु पर्छ थाक्ले थाक्ले डाँडाको बारीमा। थाक्ले डाँडाको बारीमा आधा उता अघि न अलिकति लर गयौँ अलि त, अब अलि त फेरि अभिषेक लर जान्छ गाई। यहाँनिर चाहिँ अघि जाँदाखेरि बारीमा है बाटोमा मिल पर्दो रहेछ। यहाँ चाहिँ तेल पेलो छोडेर गएको थियो। कहीँ चाहिन्छ लिएर गाई चाहिँ हामी चाहिँ घर आइसक्यौँ।
मुला खुला लिएर सबै प्याकिङ गरेर घर चाहिँ आइसक्यौँ हामी है। माइलबार चाहिँ आफ्नो घर जानुभयो, मुला राख्नुभयो, म चाहिँ कोठाभित्र आएको। एकैछिन तपाईँहरू देख्न सक्नुहुन्छ मुला चाहिँ उता छोडिदिएको छौँ। हामी चाहिँ एकैछिनमा स्पेसल ठाउँमा जान्छौँ। ओके गाइज हुन तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ बाह्रकुने भयो। अब माघको कति मेला आउँदैछ नि त, त्यसको लागि चाहिँ तयारी हुँदैछ होइन। जताततै पेन्टिङ गर्ने सरसफाइ सब चल्दैछ। गाइस हामी चाहिँ बाह्रकुने आएको बेलामा हामीलाई नास्ता चिया नास्ता गरिहालौँ भनेर होटेलभित्र छिर्दिएको सधैँ हेर्ने होटेलमा है। डेकोरेसन हेर्नु सक्नुहुन्छ यस्तो नेक्स्ट लेभलको छ। झिलिमिली 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 भगवानहरूको तस्बिर छ। हाम्रो भाउजू आइसक्नु भएको छ गाइज है, तपाईँ देख्न सक्नुहुन्छ। उहाँको हातको चाउमिन खाने भने चिया मोमो, म मोमोको फ्यान भएको छु कि यहाँ। हामी चाहिँ नास्ता आइसक्यो गाइज, हामी चाहिँ अब जान्छौँ मन्दिरतिर है। होइन तपाईँहरू खोलाको यो पानी देखिरहनु भएको नि, यो पानी चाहिँ यहाँदेखि गएर यो बाटो हुँदै यो बाटो गएर है उता अगाडि म देखाउँछु हजुरहरूलाई। यही बाटो हुँदै चाहिँ उता रहेका यहाँ टन्नै खेतहरू छन् है। सारा खेतहरूमा पुग्छ है गाई चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरू। यो पानी कहाँदेखि आउँछ भन्दाखेरि चाहिँ यता बाह्रकुने दहदेखि हुँदै आउँछ। त्यहाँ ओभरफ्लो भएको पानी चाहिँ यतै बगेर आउँछ है गाइस, देख्न सक्नुहुन्छ। म चाहिँ अहिले यस्तो अनकन्ट ठाउँमा छु, जङ्गलमा आएँ। म चाहिँ आएको गाइस, ज्याउ लाग्यो। धेरै वर्षमा त्यहीँ बसिराख्नु मलाई ज्याउ लाग्यो। मेरो अब कामतिर जाने टाइम पनि हुन लाग्यो गाइस होइन। त्यही भएर म चाहिँ निस्किहालेको। बाटैमा छु, घर जाँदैछु। अनि घरै पुगेर चाहिँ म तपाईँहरूसँग भेट्छु है गाइस। सो गाइस म चाहिँ आइसकेको घर है घुमेर।
दबाइयो धेरै दिनपछि बाह्रकुने दह है घुमफिर गरेर हल्का नास्ता हल्का भिडियो सिडियो बनाएँ अनि म चाहिँ घर आइसकेको गाइज र गाइज त बाह्रकुने दहको बारेमा के भन्नुपर्दा चाहिँ हाम्रै दाङ जिल्लाको सदरमुकाम घोराइदेखि करिब 3 किलोमिटर माथि पश्चिम दक्षिण उत्तरी पश्चिम साइडतिर रहेको छ है सदरमुकाम घोराइदेखि एकदमै रमणीय छ राम्रो छ शान्त शालीन छ धार्मिक स्थलहरू घुम्नको लागि पर्यटन गर्नको लागि एकदम राम्रो है बच्चादेखि यहीँ हुर्कियो यहीँ बढियो बेसी मलाई चाहिँ राम्रै लाग्ने भयो है तपाईँहरू पनि कतिजनाहरूले चाहिँ थाहा पाउनुभएको छ बाह्रकुने दहको बारेमा आउनु सक्नुहुन्छ घुम्न सक्नुहुन्छ रमाइलो गर्न सक्नुहुन्छ पिकनिक आफ्नो परिवारसँग आएर पिकनिक खान सक्नुहुन्छ है एकदम राम्रो छ अनि धार्मिक मनै भनौँ न अब मनै अब अर्कै दुनियाँमा पुग्ने त्यस्तो टाइपको है मलाई चाहिँ त्यस्तो लाग्छ मैले आफ्नो ओपिनियन राखेको है यति हो मैले बुझेअनुसार अब बाह्रकुने दह भन्नाले चाहिँ मैले सुनेअनुसार है त्यो फिल्डभित्र पूर्वकालमा चाहिँ त्यो फिल्डभरि पुरै चौरभरि पोखरीले भरेको थियो अरे त्यो पुरै पोखरी थियो अरे अनि ठ्याक्क वनको कुनाको त्यो सोता भन्छ है त्यो हाम्रो यता पुरै सोता भन्छ कुना काप्चा के भन्छ चिरा भन्छ है त्यो चिरा चाहिँ ठ्याक्क 12वटा थियो अरे पुरै चौरभरिमा 12वटा चिराहरू मिलेर बनेको थियो अरे त्यहाँबाट चाहिँ बाह्रकुने भन्ने नाम रहेको अरे भन्ने मैले चाहिँ सुनेको है अर्को मुक्ति अब कतिको सत्य हो होइन त्यो मलाई थाहा छैन त्यो गाइजहरू अब यति हो मैले भन्नु चाहिँ है योभन्दा अब धेरै चाहिँ मलाई थाहा छैन हल्का रिसर्च गरेर बनाउँला अनि आजले चाहिँ भिडियो यति गराउँछु है गाइस धेरै स्पेसल त्यस्तो राम्रो बनाउन पाइएन अब भर्खर अब सिक्दैछु म पनि है ब्लगिङ गर्न हजुरहरूको साथ सपोर्ट माया पायो भने त अब होला जो अलिअलि हुन्छ होला सायद है गाइस त्यही हो माया साथ सपोर्ट दिनुभयो भने चाहिँ यस्तै ठाउँमा म हजुरलाई चाहिँ भिजिट गराउन हजुरहरू समक्ष यस्तै ठाउँहरूको भिडियोहरू लिएर चाहिँ म प्रस्तुत हुनेछु अहिले चाहिँ भने यति गराउँछु भिडियो गाइस है गाह्रो फिरो किन मान्नु होला अनि एउटा लाइक कमेन्ट लाइक सेयर सब्सक्राइब 3टा चाहिँ गरिदिनु होला गाइस बाई बाई